जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो यो पनि लानु पर्यो अस्ति आउने नि आज पहिले भनिहालेँ आउनु भएन भन्नुभयो उहाँले खसी त कतिले ल्याएछ है हामीले जति खसी नि कान्छ जुम गरेर कि त जुम गरेर कतिले अहिले अलि साथी मात्रै लिएको है दुईजना हुन्छ हुन्छ उहाँले सोधिहाल्नु भयो मैले भनिहाल्छु नि भन न ल भन्नुभएको थियो यो सबै हाम्रो रीतिरिवाज अनुसार हामी जन्ती शुभ विवाह लिएर आएको
र त्यसमा अब आउँदै समयमा अलिकति विलम्ब हुनु गयो त्यो चाहिँ अब हामी 9:30 गएर चाहिँ अलिकति टाइम त्यसमा वेस्ट भयो त्यसमा हामी गर्नुहोला र अब भन्नुहुन्छ भने जन्तीहरूमा पनि जति बन्नु भएको थियो त्यसमा अब छोरी चेलीहरू नानीहरू सुविवाह भनेपछि जसको पनि होस् आउने रहर गर्छ 2-4 जना बेसी भएकोमा छ तपाईँहरूले यसो क्षमा गरिदिनु होला होइन जसको पनि रहर गर्छ नानीहरूले अब फेरि यो भनेकोमा चाहिँ अलिकति बेसी भएन त्यसमा हजुर त्यसमा केही छैन र जति पनि अब हाम्रो रीतिरिवाज अनुसार हाम्रो दक्षिणाको रीतिरिवाज अनुसार जो जति तपाईँहरूले यो हाम्रो दिनबाद जति माग्नु भएको थियो त्यो हामीले तपाईँको सामने राखेको छौँ होइन थाम्छ थाम्छ ठुलो चाहिँ ल सगुनहरू सबैलाई हजुर जन्ती हामी गर्छौँ है हो त आधी हुरी आउँदा म बन्छु तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बरफी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन बाचा भयो तिमीलाई मेरो
दुःखमा अङ्गाली बेसरी म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाँटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई 10 फेब्रुअरी 2026 को दिन मेरो नातिनीको आज शुभ विवाह गरेको हुनाले आजको आउने सबै भला पञ्चको सामुने र आफ्नो आफन्तको सामुने म मेरो नातिनीको वाग्दत्ता बोल्न गइरहेको छु र आजदेखि हामी मेरो नातिनी गुरुङ लेमु लाम्छाने घर गोत्रको थियो भने आजदेखि मैले मेरो नातिनीलाई के पञ्जु आत्रेय गोत्रलाई चाहिँ सुम्बिँदैछु किनभने आजदेखि चाहिँ हाम्रो यो जुठो पिण्डो भन्ने अब जुठो अब हाम्रो नातिनीले त हामी माथि नबार्दाखेरि हुन्छ होइन त्यसै त भन्नु पर्यो यदि माया दयाले 1-2 छाक बार्दाखेरि त अब केही छैन र आजदेखि चाहिँ मैले हामी सबै शाखा सन्तान भएर चाहिँ आजको दिनदेखि चाहिँ हाम्रो यो लेमु लाम्छानेदेखि हामीले आत्रेय गोत्र पञ्जुलाई सुम्बिदिन्छौँ र ठेकी खोलौँ है र मैले आजदेखि यो जुन ल आजदेखि सबैको भलो पञ्चसम्म मैले लेमु लाम्छानेदेखि मैले घर गोत्र लेमु लाम्छानेदेखि लिएर आज आत्रेय गोत्रलाई चाहिँ सुम्बिँदैछु र 1 दे 2 दे 3 दे अब यहाँ दुलनमा आउँछ ताम्ले परै लगाउँछु बाउले लगाउनु अहिले परम लाउनु पर्छ अहिले परम लाउनु पर्छ पहिला टिका लाउँदा चाहिँ छोडी लाग्नु ल भुइँमा राख्नु टिका आम्बोली बोजू बाजेले यही लाउँछन् भरे टिका दोहोरो त्यो दोहोरो गर्दा चाहिँ के अरे माइला मामा र उयो बोजूलाई बोलाउनु हो टिका दोहोऱ्याउँदाखेरि भइगयो त जोड्न थापेर नारे
उहाँ अङ्कल अङ्कल Cinta, so kayak apa? kasih उतापट्टि आइदिनु बेन्ची चाहिँ तपाईँको कल्याण जरुरी छैन हाम्रो तल बसी बडीलाई चिनायो यहाँको जरुरी छ नि त बडी चिन्नु पर्यो मेरो ल्याइदियो कान्छीले पक्रेको के भएको बाहिर बस्यो पूर्वमा तिमी छौ नि पश्चिममा नि तिमी दक्षिणबाट खोज्दै आएको उत्तर हौ तिमी पूर्वमा तिमी छौ नि पश्चिममा नि तिमी दक्षिणबाट खोज्दै आएको उत्तर हौ तिमी हेर माया बस्दैछ तिम्रो डाँडा र काँडामा हेर माया बस्दैछ तिम्रो गाउँ घरैमा कस्तो सानो बालियो तिम्रो र मेरो छुट्न नि गाह्रो हुने कस्तो सानो बालियो तिम्रो र मेरो बुझ्न नि गाह्रो हुने तिम्रो घरको खिड्की अघि पहाडले सोध्छ कहिले तिम्रो मनको खिड्की मेरो लागि खुल्छ तिम्रो घरको खिड्की अघि पहाडले सोध्छ कहिले तिम्रो मनको खिड्की मेरो लागि खुल्छ साझा तिमीले गाउने गीत बतासले बोल्छ उडी उडी आएर मेरो अघि बोल्छ हेर माया बस्दैछ तिम्रो डाँडा र काँडामा हेर माया बस्दैछ तिम्रो गाउँ घरैमा कस्तो सानो बारियो तिम्रो र मेरो छुट्न नि गाह्रो हुने कस्तो सानो बारियो तिम्रो र मेरो बुझ्न नि गाह्रो हुने
हजुर मेरो छोरीको बिहा भएकोमा है हजुर अलिकति दुःख पनि लागिरहेको छ है अलिकति खुसी पनि किनभने दुईजना जोडी यसरी नै सधैँभरि है गरेर खाएको देख्नु परोस् भनेर म है सधैँ भगवान्प्रति है प्रार्थना गर्दछु मेरो भने मेरोबाट पनि आशीर्वाद छ है सधैँभरि है राम्रोसँगले गरी खानु है बाजे जुजो मेरोबाट दिदी र भेनालाई कङ्ग्रेचुलेसन छ राम्रोसँगले जीवन बिताउनुहोस् मेरो छोरी ज्वाइँलाई है विवाहित जीवन राम्रो होस् र खुसी रहोस् दुईजना होइन अहिले बिहाको लागि राम्रो भइरहेको छ र तपाईँहरूलाई पनि खुसी नै छ हाम्रो गेस्टहरू पनि होइन तर मेरो छोरीलाई राम्रो वैवाहिक जीवन एकदम राम्रो भएर जाओस् होइन हाम्रो घरको सबैकोबाट म त्यो भन्न चाहन्छु है त्यही अब त्यति नै हो होइन आशीर्वाद छ मेरोबाट होइन ठुलो आशीर्वाद छ काकाकोबाट र सब परिवारकोबाट पुरा आशीर्वाद छ थ्याङ्क यू है र आज 10 फेब्रुअरी 2026 को दिन मेरो नातिनीको आज प्रियङ्का गुरुङको आज शुभ विवाहको आज जुन लगन थियो साइत थियो र आज हामी सम्पूर्ण गुरुङ परिवार लामछाने गुरुङ परिवार मिलेर एउटा सानो कार्यक्रम गरेको र उहाँलाई पूर्ण आशीर्वाद छ मेरो ज्वाइँ मेरो नातिनीलाई पूर्ण आशीर्वाद दिँदै हामी सम्पूर्ण परिवारबाट उहाँलाई शुभकामना व्यक्त गर्न चाहन्छौँ धन्यवाद बाबालाई टोपी नै लगाइदिनु पर्छ है ल आमाको लागि के छ ए यहाँ छ होइन यो होइन अर्को यही हो ए ल ल बढी यो देऊ त आमालाई अहिले बोल त पहिला टिका लगाइनुहोस् माइती गोपालै देख्यो होला यसको 10 दिन किन यो गरेको भन्दाखेरि चाहिँ तिमीलाई
आमालाई 10 महिना कोखमा राख्यो होइन राखेर चाहिँ तिमीलाई होइन जन्मायो अब होइन तिमीलाई 10 धारा दुध खुवाएर है यत्रो बनायो है र त्यसले गर्दा चाहिँ आज तिमीले चाहिँ अब तिमी आज पढाइ भएर गएको छ नि त होइन पढाइ गर्न गएको छ त्यसले गर्दाखेरि चाहिँ आमालाई अब आमाको हेर्दै कस्तो भयो होइन छोरी हो र त्यसले गर्दा चाहिँ छोरीले चाहिँ आमालाई होइन आमाको यो मिठाई अनि यो सिर उठाएको हो साल खोल्नु पर्यो यसरी होइन सल होइन नि त यो हुन्छ आमालाई त्यसको लागि चाहिँ यो छ नि यो हामीले उयो गरेको दस्तुर गरेको होइन र यो चाहिँ एकदम जरुरी छ आमाको लागि यो आमाले लानु यो सबै जहिले ढोक्नु यता पनि ढोक्दिनु यता बाउलाई पनि ढोक्दिहाल्नु अब त्यही त नानीको बाउलाई मामा माइतीले भजनी लगाइदिनु सदा तिमीहरूको त्यो लाग्दैन माइजीको देऊ मामालाई टोपी मामालाई अब यो छोएर है यो मामाको छोरी ढोक्नुपर्छ यो मामाको भाग हो टोपी लगाइदिएन टोपी लगाएर यो मामाको शिर उठाएको यो छोएर चाहिँ छोरी ढोक्नु मामालाई उता दुईजना ढोक्नु यो चाहिँ मामाको है त्यो उठाउनु मामालाई प्रियङ्का त गिफ्टको बारेमा भनेन पनि यो सानोदेखि ल आन्टी र ल आज तिम्रो मायामा पक्लिरहन्छु म अझम्बरी रहोस् तिम्रो मेरो सम्बन्ध नशा नशामा बग्छ तिम्रो माया जुनीभरि हाम्रो कथा काकाहरूको यहाँ अझै छ त हौ बाँकी उयो खै मान्छेको के छ कसरी
छोरीहरू पढ लास्टमा यो त केसीहरू त दिँदैन ट्रफी मेरो आँखामा के देख्छौ तिमीले डुबेर हेर यो मायाको गहिरामा कल्पना होइन यो विपना हो सधैँ जुनीभरि हाम्रो कथा सधैँभरि तिमी र म सधैँभरि माया र मोह सधैँभरि तिमी र म सधैँभरि माया र जुनीभरिको साथी तिमी समर्पण यो हृदय तिमीलाई झुक्छु यो माया कि उड्छु चाहनामा सधैँ यो जुत्ता त अब कति गर्यो भाइ त हुन दुईटा आउँछ अनि म दुईटा किन्छु हजुर मेना बन्दी हुन्छ नि नाना बन्द हुन्छ है नाना बन्दी यो त नाना कुन छोड्छ नाना कुन छोड्छ साह्रै कन्जुस भएछ बिहा गरेर पैसै दिनु पर्दैन कति बजी आइपुग्यो मेरो आँखामा के देख्छौ तिमीले डुबेर हेर यो मायाको गहिरामा तिमीहरूको डिमान्ड चाहिँ कति छ डिमान्ड क्यान्सल भयो माया लाग्यो ए फ्रीमै मुंडा थोड़ा ऑफ बीट है करिया देना बहुत स्वीट है ढोंगी सा ये बड़ा डीट है वायरल हो गया ये ट्वीट पर फूल फूल करने में कूल तू बड़ी तेज कटारी है शगन तेरी के लगन तेरी के हमने बंद तैयारी है नच देंगे सारे 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 नजारे नच देंगे सारे Banana!
और बस पूछ रहे हो ससुराल को अखियों में पानी दे गई, दुआ में मीठी गुड़धानी ले गई। हाय बन्नू
एकदमै हाम्रो यो जातपातको यस्तो प्रकारले भएको आज हामीलाई एकदम खुसी लाग्दैछ हो। हामीले एकदम रीतिरिवाजको साथमा हामीले गऱ्यौँ जो उहाँहरूले हामीलाई जो हाम्रो आफ्नो परम्परादेखि चलेर आएको हाम्रो जो रीतिरिवाज छ त्यही अनुसारले उहाँले भन्नुभयो सौजनी महोदय, त्यही अनुसारले हामीले आयौँ हो। र अब कति कुरोमा कमी बेसी भयो होला, त्यसमा हामी क्षमा चाहन्छौँ होइन। अब काम गर्दा गर्दै केही न केही अलिकति कमी बेसी त हुन्छ। अब यो के अरे जस्तो हाम्रो रीतिरिवाजमा पनि अब हामीले के गर्नुमा कमी भयो कि अब उहाँ बुढालाई एकदमै सबैलाई हाम्रो आन्तरिक हृदयबाट उहाँलाई धेरै धन्यवाद छ। जति भुलचुक भयो हामीलाई क्षमा दिनु होला, यति भन्दै हामी बिदा चाहन्छौँ। तपाईँ सोने बजार यहाँ ल्याएको थियो, त्यसरी नै अब बिदाबादी गर्दाखेरि पनि हामीले उहाँहरूले नै सने बजार होइन अब उयो गर्नु पऱ्यो, त्यहाँबाट अन बनाउनु पऱ्यो होइन। त्यसले गर्दा चाहिँ तपाईँहरूले माथि अब कहाँसम्म छ तपाईँको गाडी, त्यहाँसम्म त पुरा दिनुहोस् होइन नि यहाँसम्म कि। त्यसले गर्दा चाहिँ अरू जतिजना छ हो जन्तीहरू उहाँले बिदाबारी मागिहालेको छ। हाम्रो यहाँबाट भन्नु केही पनि छैन हो। अब के खान्छ कसो खान्छ कति इन्जोय गर्छ होइन गरेर जाँदा हुन्छ। उंगली पकड़ के तूने चलना सिखाया था ना, दहलीज ऊंची है ये पार करा दे। बाबा मैं तेरी मलिका, टुकड़ा हूँ तेरे दिल का, एक बार फिर से दहलीज पार करा दे। मुड़ के ना देखो दिलबरो दिलबरो, मुड़ के ना देखो दिलबरो, मुड़ के ना देखो दिलबरो दिलबरो, मुड़ के ना देखो दिलबरो। बीते सारे मौसम बाबुल तेरे घर में, अब चले पाओ मेरे पिया के शहर में। बीते सारे मौसम बाबुल तेरे घर में, अब चले पाओ मेरे पिया के शहर में। हो तूने विदाइयाँ कैसे लिखी मर जानिया, कैसे बताए हो रब्बा सही नहीं हो जानिया। मधानिया हायो मेरे बाबुला तेरिया मिठिया यादा मेरे पीछे पीछे आनिया है। हायो मेरे बाबुला मेरिया हुण गुड्डिया कुल तेरे रह जानिया है। मधानिया उंगली पकड़ के तूने चलना सिखाया था ना, दहलीज ऊंची है पार करा दे। बाबा मैं तेरी मलिका, टुकड़ा हूँ तेरे दिल का, एक बार फिर से दहलीज पार करा दे। मुड़ के ना देखो दिलबरो दिलबरो, मुड़ के ना देखो दिलबरो, मुड़ के ना देखो दिलबरो दिलबरो, मुड़ के ना देखो दिलबरो।